पञ्चायत मेम्बर्स है हाम्रो प्रिन्सिपल म्याडम डिप्टी कमान्डेन्ट सिस्टेन्ट एसएसबी हाम्रो डाक्टर साहब डिएफएम साहबहरू जति पनि हाम्रो है डिग्निटिज हुनुहुन्छ साथमा टिचर्स स्टुडेन्ट्स है सबलाई एक फेरि गुड आफ्टरनुन। म एसएचओ पाक्योङ पिआई प्रदीप है अलिकति काहीँ न काहीँ त्यसले गर्दा यो सबलाई जोडेर भन्छु है तपाईँले याद भएको कुरो सेन्ट्रल गभर्मेन्ट प्लस स्टेट गभर्मेन्टले दुईवटा स्टेट गभर्मेन्टले एउटा साडा भनेर ड्रग्सलाई कन्ट्रोल गर्नलाई एउटा एक्ट निकालेको छ सिक्किम एन्टी ड्रग्स एक्ट है त्यो एक्ट युज गरेर हामी कतिजनालाई केसहरू रेजिस्टर गर्ने गर्छौँ। अर्को छ एनडीपीएस सिमिलर हो त्यो चाहिँ सेन्ट्रल लेभलमा छ जुन चाहिँ नार्कोटिक्स ड्रग एन्ड साइकोट्रोपिक सब्सटेन्सेस एक्ट 1985 भनेर छ है यही एक्टको माध्यममा हामी कतिवटा केसेसहरू रेजिस्टर गर्छौँ के अरे जुवाहरू है कतिजना देख्नु पनि भएको छ ड्रग्सहरू केसमा मान्छेलाई जेल पनि हाल्ने गर्छौँ। यसमा तपाईँले हेर्नुभयो भने अहिले पाक्किमको सन्दर्भमा कुरा गर्नुपर्दा निकै नै अब यो अहिलेदेखि होइन होल सिक्किममै प्रब्लम हामीले फेस गरिरहेको छौँ ड्रग्सको फेस गरिरहेको छौँ इभन एल्कोहलको। अब एल्कोहल त यहाँ एकदम नर्मल जस्तो भइसक्यो यसलाई त पानी खाएर चाहिँ सोच्नु हालिहाल्छ अहिले चाहिँ एल्कोहल त होइन अब ड्रग्सको लागि बेसी बात गर्दैछ हेऱ्यो भने त इफेक्ट त्यति नै हो एल्कोहलको नि इफेक्ट छ सेम इफेक्ट ड्रग्सले पनि गर्दैछ। ड्रग्समा अहिले पाक्किमको कुरा गर्दा तपाईँको एकदम युजर ज्यादा छ है हामीले यसमा कन्ट्रोल गर्नलाई आफ्नो कारबाही त गरिरहेको छौँ। आज पनि म यो प्रोग्राममा आउनु लेटको कारण यही नै हो है हिजो राति हाम्रो पेट्रोलिङ कन्टिन्यू थियो आज मेरो थानामा गएर हेर्नुभयो भने 11 जना चाहिँ बन्द छ थानाभित्र लकअपमा छ सबैजना लकअप पार्छ 11 जना कम्ती होइन 11 जना एक रातमा लास्ट 24 आवर्सको मेरो डिटेन्सन रेकर्ड हेर्नुभयो भने 11 जना बन्द छ 11 जना बन्द गर्न हामी सम्पूर्ण टिमले कसैलाई हामीले पाँचे खानीबाट ल्याएको छौँ कसैलाई हामीले माथि यो काठको टुप्पाबाट राति रक्सी खाइरहेछ मुख छाड्दैछ त्यस्तोलाई हामीले ल्याएर बन्द गरेछौँ कसैलाई एउटा हामीले ड्रग्स केसमा हामीले आउबाट लिएर आएको बन्द गरेछौँ उसलाई हामी जेल लाँदैछ आज अरू रिमेनिङ यो पाँचे एरियाबाट हामीले 3 जना केटाहरू ल्याएको छौँ है। त्यसमा मलाई दुःख लाग्छ हाम्रै डिपार्टमेन्टको एकजना भाइहरू खाँदो रहेछ भने थाहा पाउँदा दुःख लाग्यो उनीहरूले हामीले एट्याचमेन्ट गरिरहेको छ है डीको प्रोसेस सुरु गर्छौँ। साथमा इभन एकजना भाइ मोटर बाइक पनि हुँदो रहेछ नाम लिनु चाहन्न म उसको पनि म कारबाही सुरु गर्दैछु है। त्यसमा सबै संलग्न छ नट एबाउट पुलिस मोटर भेहिकल इभन आजभन्दा मैले 5 दिन कन्टिन्यू मेरो मैले लास्ट 5 डेजमा मैले 5 जना रियाब पठाइसकेँ मेरो टिमको साथले मेरो मात्रै होइन एज होल टाइम टिमले गार्जियन बोलाउँछौँ टिचर छ त्यसमा ओएफओ चाहिँ भाइ पनि छ ड्राइभर भाइ पनि हुनुहुन्छ उहाँले सपोर्ट गर्दैछ फ्यामिली पनि एसोसिएसनले सपोर्ट गर्दैछ हामी पठाउँदैछ। यो चाहिँ फर्स्टमा जानकारी दिनु किन जरुरत पर्यो भने नि यति बेसी ड्रग्सको नि प्रब्लम बढ्दै जान्छ हाम्रोमा युजर ज्यादा हुँदैछ त यसलाई चाहिँ कसरी कन्ट्रोल गर्ने त के उपाय छ है यो ड्रग्स खाँदा के हुन्छ त्यो बारेमा म तपाईँलाई जानकारी दिन्छु र राम्रोसँग सुनिदिनुहोस् किनभने हेर्नुहोस् यो चाहिँ खालि ड्रग्स पक्रेर जेल हाल्ने है ड्रग्सलाई कन्ट्रोल गर्ने भन्ने काम चाहिँ खालि पुलिसको मात्रै होइन पुलिसले मात्रै गर्नु सक्दैन यो चाहिँ कलेक्टिभ एफर्ट्स हुनु पर्यो कसको हुनु पर्यो हाम्रो एसोसिएसन्स मेम्बरहरू भयो हाम्रो पब्लिक जति तपाईँ लोकल हाम्रो जनताहरू हुनुहुन्छ साथमा जति अरू डिपार्टमेन्ट टिचर्स जति स्टुडेन्ट्सहरू हुनुहुन्छ सिनियर तपाईँहरू पनि भागीदारी त्यति हुनु पर्यो। तपाईँले केही देख्नु हुँदैछ भने हामीलाई खबर गर्नु पर्यो तपाईँ लागि पर्नुहोस् हामीले ड्रग्स पक्रिन्छौँ यति दुःख कुरो के छ भने पक्रिन्छौँ हामीलाई 2 जना विटनेस चाहिएको हुन्छ हेर्नुहोस् त ड्रग्स पक्रिसकेपछि मैले सिजर गर्नको लागि मेरो टिमलाई सिजर गर्नको लागि 2 जना विटनेसको जरुरत हुन्छ त्यो 2 जना विटनेस नभइकन मैले त्यो सिजर प्रोसिडियर अगाडि बढाउनै सक्दिनँ त्यो कोर्टमा गएर फेल हुन्छ त त्यति बेला चाहिँ सर म गरिदिन्छु भनेर आएको चाहिँ अहिलेसम्म कोही दिएको छैन अब्लिगेसनमा को आउनुहुन्छ हाम्रो ड्राइभर साथीभाइहरू अब भएन भने मलाई भन्नुपर्छ भाइ आएन भने त म तिम्रो गाडी चलाउनु गर्छु नेक्स्ट टाइम कोही मैले त्यो धम्की दिनु पर्छ किन कोही बोल्नु आउनु चाहँदैन तर उहाँहरू फेरि कोहीलाई मौका पाए फेरि स्टेज चाहिँ थर्काउनुहुन्छ कतिजनाले एकजना कुरा गर्छु नाम लिनु छैन म रम्फूमा थिएँ मैले अलमोस्ट रम्फूमा 9 इयर्स 10 इयर्स सर्भिस दिएँ है ड्रग्स रिलेटेड निकै काम पनि गरेँ विटनेसमा उहाँलाई मैले सर बस्दिनुहोस् न उहाँले अघिल्लो दिन मात्रै भाषण दिनुभएको थियो अवेरनेस प्रोग्राममा मलाई जहाँ पनि बोलाउनुहोस् आउँछु मैले भोलिबाट फक्क भन्छु ल सर म एकछिन तपाईँको सेवा चाहियो अन्त सिजर भयो त अलिकति निकै सामान भेट्यो ला भाइ म त टाउको दुखेर सुतिरहेको छु सर हिजो तपाईँले त मलाई त आउँछु भन्नुभयो भाषण दिनुभएको छ मैले साँच्चै टाउको दुखेको छ नि त कति हुनु पर्यो नि त साँच्चै टाउको दुखेको छ रातिको 11 बजी कोही विटनेस पाएको छैन मैले एकछिन राख्दै गरेर चेक पोस्टमा लु जाउँ त एकछिन साँच्चै नै हो कि होइन हिजो भाषण मात्रै हो कि
गाडी लिएर गयो, बेसी टाढा थिएन, गएको उहाँ त लाउनु हुँदो रहेछ अलि। दुःखको कुरा चाहिँ मैले भने सर के तपाईँले त टाउको दुःख भन्नुहुँदैछ, यहाँ तपाईँले लाउनु हुँदैछ। उहाँ र मेरो अहिलेसम्म 1-2 साल बोलचाल पनि भन्दा भयो त्यो कुराले गर्दा। उहाँलाई मैले टिभी गाडीमा लगेँ, म तपाईँलाई बन्द गरिदिन्छु, अब भएन भने जानु भएन नि भयो। लगेँ, उहाँ विटनेस पनि बस्नु भयो, तर कोर्टमा जाँदा चाहिँ 1 साल बाद के भनिदिनु भयो, खोइ मलाई त्यो पिआई प्रदीप आएको थियो कि जबरजस्ती गर्यो, लग्यो, के गर्यो मलाई यादै छैन। अलिक टाउको दुख्दै थियो, जबरजस्ती बस भन्यो, साइन चाहिँ गरिदियो मैले भने। तर डिफेन्स हाम्रो जुन चाहिँ काउन्सिल हुन्छ सोध्ने उहाँले पनि कहाँ छोड्छ त, तपाईँले के याद छैन, तपाईँ कति पढ्नु भएको होइन नि, म त्यो डिपार्टमेन्टको यस्तो यस्तो अफसर हो, उहाँले ठुलो आवाजमा सरम पनि के सोधेर साइन गर्नु, त्यसमा जहाँ पनि साइन गर्नुहुन्छ, जहाँ पनि साइन गर्ने नबुझिकन भनेर सोद्धाखेरि उहाँले फेरि सबै कुरो कोर्टमा भन्नुभयो। मेरो भन्नुको मकसद चाहिँ यो हामी जति पनि सारा केसहरू गर्दैछौँ है, तपाईँहरू एज अ भोलिन्टरी काहीँ सिजरहरू हुँदैछ भने पुलिस सपोर्ट गर्नुहोस् न, सपोर्ट गर्नु, आइदिनुहोस्, म बस्छु विटनेस, कोर्टमा म गएर बोलिदिन्छु भन्नुहोस् त, एक दिन जानु पर्ला, त्यसलाई हेरेसमेन्ट नसोच्नुहोस्। तपाईँको पनि समाजप्रतिको एउटा जिम्मेदारी हो, कानुनले पनि भन्छ कोही अगर बस्नु चाहँदैन भने ऊ माथि पनि कानुनी कारबाही हुनसक्छ, कानुनमै छ। त तपाईँले किन जबरजस्ती हामी गरेर तपाईँलाई घिसाएर विटनेस बनाउनु त सक्दैन, तपाईँहरूको सपोर्ट चाहिँ जरुर छ। यो चाहिँ फर्स्ट कुरा किन भन्दैछु नि, कन्ट्रोलको एउटा तरिका यो पनि हो। तपाईँहरू विटनेस बस्दिनु भयो, राम्रोसँग पुलिसलाई सपोर्ट गरिदिनु भयो, केस हुँदैछ भने त्यो मान्छे जेलबाट निस्केर आउँदैन, बेल पाएर आयो भने पनि बादमा कन्भिक्सन भएर उठा जानु पर्यो, फेरि फर्केर जेलै जानु पर्यो। तपाईँले मिडियामा हेर्नु भयो होला, रिसेन्टली सदर थानाको केस थियो ड्रग्समा, 10 सालको जेल भएको छ, ऊ बेलमा थियो, अहिले उनलाई 10 सालको पनिसमेन्ट सुनाएको छ, फेरि ब्याक टु जेल जानु पर्यो। त्यसमा कसको कन्ट्रिब्युसन थियो, पुलिसको मात्रै होइन, पुलिसले खबर पायो, गाडी पक्रियो, गाडीमा ड्रग्स थियो, 2 जना विटनेस आइदिनु भयो, उहाँको छेउमा सिजर भयो, आजकल टोटल भिडियोग्राफी हुन्छ सिजरमा, उहाँहरू प्रेजेन्स हुनुहुन्थ्यो, त्यो स्याम्पल पुलिसले लानुभयो, आफ्नो आयो सबै काम गर्यो, कोर्टमा चार्जसिट जम्मा गर्यो, त्यो टाइममा उसले बेल पायो, फर्केर आयो, केस चलिरहेको, जो विटनेसहरू हुन्थ्यो उहाँ गएर मजाले भनिदिनु भयो उहाँहरूले, हजुर हामीलाई विटनेस बोलाउनु भयो, पुलिसले हामी बस्यौँ, हाम्रो अगाडि यति सिजर गरेको र यो सिजर गर्दा यही केटा थियो है हामी चिन्छौँ त्यति भन्ने गर्दा त्यसको दममा टेक्निकल जुन चाहिँ प्रब्लम हो त्यो त हामी आए पुलिसले गर्छ, सबै हामीले गर्यौँ, साथै त्यो केटालाई अहिले 10 सालको कन्भिक्सन भयो। हेर्नुहोस् त, त्यति सपोर्ट चाहिँ तपाईँहरू पनि चाहन्छौँ। यो चाहिँ कलेक्टिभ एफर्ट्स भनेको त्यो हो। तपाईँहरू अर्को कुरा तपाईँले कहीँ सुन्नु हुँदैछ, अघि हाम्रो डियाबो साहबले पनि भन्नुहुँदै थियो, डर त सबलाई हुन्छ, डर त मलाई नि हुन्छ, मेरो केटालाई पनि हुन्छ, के पुलिस चाहिँ फलाम हो, उसको नि त फ्यामिली छ, यो मेरो केटाहरूको नि त फ्यामिली छ, उनीहरूलाई पनि डर लाग्छ, डाक्टर साहबलाई पनि डर लाग्छ, सबलाई लाग्छ। तर डर लाग्छ भन्दा समाजको बारेमा नसोच्नु, हामी डराएर बस्नु, डराएर बस्नु ठिक छ, घरबाट निक्लिनु भएन, दैलो हुँदैन बस्नु पर्यो, भोलि यसले के गर्छ कि भोलि त्यसले जे हुन्छ देखा जाएगा, आफ्नो अगाडि हुँदैछ भने खबर गर्नु पर्यो, गर्नुहोस्, तपाईँले खबर गर्नुभयो भने हामी पक्का एक्सनमा आउँछौँ। तर यो सोच्नुहोस्, हेर्नुहोस् पाक्किम जुरिडिक्सन ठुलो, मेरो पनि एज अ थाना, हर जग्गा हाम्रो पुलिस हामी 100 जना पनि छैन, अराउन्ड 70 जना हामी छौँ, हाम्रो ल एन्ड अर्डर ड्युटी पनि हेर्नु पर्यो, कोर्टमा पनि मान्छे पुर्याउनु पर्यो, तपाईँको बिट पेट्रोलिङ गर्नु पर्यो, 24/7 हाम्रो ड्युटी हो, हाम्रो सब उनीहरूलाई पनि रेस्ट चाहियो, गर्दा एउटै मान्छे 24 आवर्स त म कहीँ पठाउनु सक्दिनँ, म पनि त एभाइलेबल हुन सक्दिनँ, त त्यसमा चाहिँ हर जग्गा हाम्रो मान्छे हुनु सक्दैन। तपाईँले खबर दिनुहोस्, मेरो नम्बर एकदम सार्वजनिक छ, तपाईँले गुगल म्यासेज पाक्किम भनेर सर्च गर्नुहोस्, एनी टाइम पाउनुहुन्छ, र म्याक्सिमम मान्छेले कन्ट्याक्ट हुन्छ, मैले रिसिभ गरेको हुन्छु, हुनसक्छ 5% कोही बेला मेरो फोन उठेन भने तपाईँ म्यासेज सोध्नुहोस्, कल ब्याक जसलाई पनि गर्ने गर्छु, ढिलो छिटो होला कोही बेला, तर तपाईँहरूको पनि कलेक्टिभ एफोर्ट त्यसमा हुनु पर्यो। अब ड्रग्सको कुरामा यो चाहिँ तपाईँलाई एउटा तपाईँको पनि जिम्मेदारी भयो, मैले अघि भने मिठो भाषण गर्छ, म अगाडि आएको होइन, मलाई भाषण दिनु पनि आउँदैन। सेकेन्ड कुरा हेर्नुहोस्, आज ड्रग्सको प्रब्लम यति बेसी बढेर गएको छ हाम्रोमा, मेन प्रब्लम आज मैले हेर्दै थिएँ, अझै म त है लोकल पनि के हुन्छ भनेको डिएफओ साहबले भने जस्तै, तर अब ड्राइभर हाम्रो साथीभाइहरू हुनुहुन्छ, दाजुहरू हुनुहुन्छ, सिनियरहरू है, टिचर्सहरू हुनुहुन्छ, तपाईँले अलिकति सेयर पनि गरिदिनुहोस् यो बारेमा। हेर्नुहोस् ड्रग्सको यति बेसी मामरिङ एरिया कुरा गर्नुभयो त प्रब्लम छ, तपाईँलाई नि याद छ सबलाई, तपाईँले भन्नु मान्दैन बा भने नि यसले मलाई केही भन्छ कि मेरो रिलेसन बिग्रिन्छ कि, अब त्यो रिलेसन छ, त्यो ड्रग एडिक्सन रिलेसनमा के चाहिँ हुनेवाला छ, मौका पऱ्यो खाएको जोस होइन तपाईँलाई ठप्प लागिन्छ, दुश्मन चाहिने दुश्मन गर्नु पर्दैन, तर तपाईँले कारवाही गर्नुभयो, छुच्चा हुनुभयो भने चाहिँ त्यो डराउँछ, तपाईँदेखि 5 फिटबाट भाग्छ है, फेरि
छेउ पर्दैन त्यो चाहिँ सोच्नुहोस् खबर गर्नुहोस् अर्को कुरा ड्रग्सको कारण हेर्नुहोस् त आज के प्रब्लम हुँदैछ इक्जाम्पल म कुनै कानुनीको जेल यति छ त्यति भन्नु छैन यहाँ हो तर सिम्पल भाषामा भन्नुपर्दा हेर्नुहोस् त मामरिङ अस्ति हाम्रो 2टा मन्दिर चोरी भयो हाम्रो कम्प्लेन साथ वहीँ बसिरहनु भएको छ एकजना है चोरी भयो चोर्ने को थियो कुनै यहाँनिर मामरिङको आएको थिएन ड्रग एडिक्ट केटा थियो जो चाहिँ पहिला जेल गएको गान्तोकबाट आएको थियो मालिकको गाडी कुदाउँदैछ न ड्राइभिङ लाइसेन्स लिएर आयो अब हेर्नुहोस् यो पनि म जोड्छु फेरि कुरा यता ट्राफिक सेफ्टीको लागि मालिकले गाडी दियो अहिलेसम्म गाडी छोडेको छैन तपाईँ छोड्छु हेर्नु जानु सक्नुहुन्छ रोडथाङ आउटपोस्ट गरेर राखिरहेको छु गाडी दियो मालिकले ओल्ड एज हुनुहुँदो रहेछ हुन त उहाँलाई नि एरेस्ट गर्दा हुन्छ तर ओल्ड एजको कारणले मैले उहाँलाई एरेस्ट चाहिँ गरेन त्यो टाइममा गाडी दिनुभयो आफ्नो न अथोराइज छ न ड्राइभिङ लाइसेन्स चेक गर्नुभयो हामी पनि सेम छौँ उहाँको मात्रै कुरा गरेको न म जेनरलमा गरेको अहिले हामीले पनि ड्राइभर पायौँ भने अरे भाइ गाडी लिइहाल भन्छ हामीले कहिले खोज्दैन ड्राइभिङ लाइसेन्स छ कि छैन यो केटाको यो एनटी हो कि त्यो पनि खोज्दैन अरे हेभी भेहिकल चलाउनु पर्यो भने ट्रान्सपोर्ट लाइसेन्स चाहिने हो त्यो फेरि एज पनि 21 साल हुनु पर्यो मिनिमम हामी हेर्दैन 17 सालको 18 साल केटालाई यस्तो लाइसेन्स छ भाइ लाइसेन्स छ त्यसले डुप्लिकेट ल्याएको कि त्यो परिवहन एपमा गएर चेक पनि गर्दैन नहेरिकन हामी अनर भएर ड्राइभिङ लाइसेन्स दिँदैछ मतलब ड्राइभिङ लाइसेन्स नहेरिकन गाडी कुदाउनु दिँदैछ त्यहाँबाट लगेर कहाँ के ड्रग्स खान्छ खान्छ त्यो पनि सोध्दैन एटलिस्ट सी भेरिफिकेसन त गर कहाँको भाइ तिम्रो घर तिम्रो फ्यामिलीमा को छ तिम्रो वाइफको नम्बर देऊ बाबाको नम्बर देऊ त्यो पनि नगर्ने अन्त गाडी दियो गाडी चोरेर लग्यो राति नै यहाँ ल्याएर रातभरि मन्दिर फुटायो 2टा चोर्यो हाम्रो धन्यवाद दिन चाहन्छु गाउँको यहाँ सबैजनालाई उहाँहरूले रातारात खेदो गर्नुभयो हाम्रो पुलिसलाई सघाउनु भयो र सघाउँदै पनि हामीले ढुङ्गा मुढा उहाँहरूले लाउँदा पुलिसले सघाउँदा त्यो केटा भाग्नु सक्सेस भयो त्यो राति भाग्यो पनि हामीले गाडी सिज गर्यो बादमा खोजी गरेर त्यो केटाको न घर त्यो मालिकलाई ल्याएर राख्यो 15 दिनसम्म सोधखोज गरे सर मलाई त केही पनि याद छैन के चाहिँ याद छ ड्राइभिङ लाइसेन्स थियो केटाको सर त्यो त हेरिन अथोराइज दिनुभयो सर कोही के बेला कुदाउँथ्यो चाबी गाडीको सर गाडीको चाबी त उसँगै हुन्थ्यो मुनि तल सुताउँथे चाबी घरमै पुऱ्याएर राख्दैछ चोरे त्यत्रो गरे भागेर घरमा चाबी राखिदियो त्यहाँबाट सही अब छैन न घर छ न थर छ बुढी छोडेको छ माथि लिन्दोकमा बुढी हामीलाई बुढीको खोजी गऱ्यौँ छैन सिलगढी गएर कति बस्यो कहाँ बस्यो न फोन छ त्यो केटा हामीले कसो बादमा फेरि ग्याटडकबाट 3 महिना बादमा एरेस्ट गरेर जेल पुर्यायौँ अर्को केटा पनि थियो त्यसलाई हामीले अहिले उयसमा छौँ स्ट्रेसमा छौँ त्यो पनि नेपाल बसिरहेको छ मैले भन्नु खोजेको चाहिँ यसमा बुझ्नुहोस् ल ड्रग्स त्यो केटा ड्रग्स खाने पनि हो मालिकको जिम्मेदारी के बन्थ्यो दुईटा मिक्स गर्छु सुन्नुहोस् है ड्राइभर दाजुभाइहरूले मालिकको जिम्मेदारी केसबाट के हामी सबक सिक्नु पर्यो जब हाम्रो एसोसिएसनको हाम्रो अनर हुन्छ रेस्पेक्टेड अनर हुन्छ उहाँले के गर्नु पर्यो गाडी कसले तपाईँलाई ड्राइभर राख्नु हुँदैछ चालक दिनुहुँदैछ पाएन सबले गरी खान पायो पुरानो केस चाहिँ नदिनु भनेको होइन पुरानो केसबाट सुध्रेर आएको छ उनीहरूलाई गाडी चलाउनु दिनुहोस् तर कमसेकम चेक एन्ड ब्यालेन्स चाहिँ हुनु पर्यो गाडी दिनुपर्दा के गर्नेछ पहिला ड्राइभिङ लाइसेन्स छ कि छैन तपाईको गाडी कस्तो हो ट्याक्सी हो ठिक छ टी लाइसेन्स चाहियो नन ट्याक्सीले त ट्याक्सी गाडी कुदाउनु भएन नन ट्रान्सपोर्टले एनटी छ भने त भएन ट्याक्सी गाडीको लागि ट्याक्सी कुदाउनु पर्मिसन चाहियो सानो गाडी 18 साल त पुगेको हुनु पर्यो लाइसेन्स पाउनुलाई ठुलो भने 21 या 22 21 नै हामीले यसो भइले कति 21 इयर्स त्यतिको हुनु पर्यो सानो गाडीमा दिनु पर्यो त्यो हेरेर दिनुहोस् त त्यति तपाईको जिम्मेदारी त्यो चाहिँ तपाईको फाइदाको लागि ड्राइभरको फाइदाको लागि होइन भोलि मान्छेहरुको एक्सिडेन्ट भएर या गाडी नयाँ गाडी तपाईको कहीँ गएर पल्टियो भने तपाईको 15-20 लाखको गाडी होला 1 रुपैयाँ इन्स्योरेन्स पाउनु हुँदैन के गर्ने त्यतिबेला त्यहाँ आएर भन्नुहुन्छ पैसा आफ्नो एफआईआर चेन्ज गर्नु पर्यो अनलाइन एफआईआर चेन्ज हुँदैन आजकल अब के गर्नु मान्छे केही भन भित्ता ठोकेको छ नि त हालिहाल्नुहोस् भन्छु मिलाउनु सक्ला अलि गर्नुहोस् तपाईँ इन्स्योरेन्स पाउनु तर मान्छे केही भएको छ त मिलाउनु सक्ने होइन अनलाइन हो सब कुछ रियल टाइममा एन्ट्री हुन्छ सब कुरा हुने कुरा होइन गल्तीको लस कसको भयो ड्राइभरको लस भयो त्यो त गाडी छोडेर अर्को गाडी कुदाउनु थालिहाल्छ भोलिपल्टदेखि अनरको लस त्यही कारण जहिले पनि गाडी दिँदा तपाईँले के गर्नु पर्यो एटलिस्ट ड्राइभरको भेरिफाई गर्नुहोस् एकखेप लाइसेन्स छ छैन लाइसेन्स छ नि ठुलो गाडी दिने हेभी लाइसेन्स चलाउने कमिसन छ छैन अथोराइज इस्यु गर्नुहोस् त्यो केटाको अथोराइज इस्यु गर्दा भेरिफाई गर्नुहोस् त्यो चाहिँ कहाँ हो घर उसको गाउँमा कहाँ छ कुन चाहिँ पञ्चायत मेम्बर को हुन्छ त्यो गाउँको फोन नम्बर माग्नुहोस् अरे मेरो गाउँ सुन्तले हो अहिले म रम्फूमा बस्छु मलाई रम्फूको पञ्चायतको बारेमा याद हुँदैन मलाई कसैले सोध्यो मेरो पञ्चायत के हो यस सञ्जीव खातिजमै पञ्चायत म उसलाई मेरो नाम उसको दिन सक्छु काउन्सिलर
एक फोन गर्नु सक्छ या त फोन नम्बर राख्यो भने भोलि केही परेको टाइममा तपाईँ गाडी लिएर भाग्यो भने त्यो मान्छेलाई त हामी भेरिफाई गर्न सक्छ नि त्यही ड्राइभरले चोरी गरेर लाला। यस्तो केस पनि बहुत भएको छ। त्यही कारण अथोराइज दिँदा उसको वाइफको उसको फ्यामिलीको बारेमा डिटेल्स दिनुहोस्, कन्सर्न पञ्चायत गभर्नमेन्ट डिटेल्स दिनुहोस्, त्यो तपाईँको सेफ्टीको लागि। सेकेन्ड, आफ्नो गाडीको जहिले पनि हेर्नुहोस् है, रोड सेफ्टीको कुरा नि गरिदिनुहोस् साथसाथमा। आफ्नो रोड सेफ्टी भन्नु मतलब त्यही त हो, तपाईँले रोड युजर्समा को आयो? रोड युजर्स म पनि हो, म एज अ गाडी लिएर कुद्नु हिँड्नु पनि सक्छु, म पनि तपाईँहरू पनि हुनसक्छ, साइकल लिएर पनि कुद्नु सक्छ, हिँड्ने मान्छे पनि हुनसक्छ, पेडेस्ट्रियन स्टुडेन्ट हुनसक्छ, कोही पनि हुनसक्छ, इभन अकुपेन्ट तपाईँको गाडीमा चढ्ने पनि हुनसक्छ। अगर म चाहिँ मातेर गाडी कुदाउँदैछु भने त मलाई कन्ट्रोल गर्ने मेकानिजम केही हुनु पर्यो है, के गर्ने त भन्दा त्यसको लागि चाहिँ हामी रोड सेफ्टीको इस्युज डाइरेक्सनहरू छ त्यो फलो गर्नु पर्यो।